गरीब हुनु र धनी हुनु भाग्यको खेल हो कि कोही जन्मैबाट गरीब हुन्छ या उसको सोचले या उसको निर्णयले उसलाई गरीब बनाउँछ। मानिसहरूले आफ्नो गरिबीको दोष कि भगवानलाई दिन्छन् कि भाग्यलाई दिन्छन् कि साँच्चै भाग्यले सबै कुरा तय गर्छ। तपाईँ पनि यस्तै सोच्नुहुन्छ भने यो भिडियोले तपाईँको सोचलाई पुरै बदलिनेछ। आज म तपाईँलाई 5 वटा त्यस्ता गोप्य कुराहरू बताउन गइरहेको छु जुन कुरालाई तपाईँले बुझ्नुभयो र आफ्नो जीवनमा लागू गर्नुभयो भने चाँडै तपाईँको जीवन बदलिनेछ। एउटा कुरा तपाईँले पक्का थाहा पाउनुहुनेछ, यो भिडियो हेरिसकेपछि तपाईँले भाग्यलाई, भगवानलाई वा आफ्नो कर्मलाई दोष दिनुहुने छैन। आफ्नो भाग्यको मालिक तपाईँ आफै कसरी बन्ने त्यो कुरा थाहा पाउनुहुनेछ। तपाईँ साँच्चै धनी बन्न चाहनुहुन्छ भने यो भिडियोलाई पुरै हेर्नुहोस्। एउटा सानो कथा भन्दैछु, ध्यानपूर्वक सुन्नुहोस्। ज्ञानु गाउँको एउटा सानो झुप्रोमा बस्थ्यो। उसले सानैबाट गरिबी देखेको थियो, अभाव देखेको थियो, गरिबीबाट लाचार थियो। उनका आमा बुबाले धेरै मेहनत गरे तर उनीहरूलाई भाग्यले कहिले साथ दिएन। जब ज्ञानु ठुलो भयो उसले पनि मजदुरी गर्यो, विभिन्न कामहरू गर्दै आफ्नो परिवारको पेट पाल्ने कोसिस गर्यो। जति नै मेहनत गरे पनि घरमा समृद्धि कहिले आएन। मेरो त भाग्य खराब छ, ज्ञानु यस्तै सोच्ने गर्थ्यो। जब ऊ दिनभरिको मेहनतबाट घर फर्किन्थ्यो उसको मनमा एउटै प्रश्न हुन्थ्यो, आखिर म यति अभावमा किन छु, यति गरिब किन छु, भगवानले मलाई मात्र किन गरिब बनाउनु भयो। यस्तै कुराहरू गर्दै आफैमा निराश हुने गर्थ्यो। जब राति पनि ऊ सुत्न भनी जान्थ्यो केवल ऊ आफ्नो दुर्भाग्य मात्र देख्ने गर्थ्यो। उसको यस्तो अवस्था देखेर गाउँका मानिसहरू उसको मजाक बनाउँथे, केही उसलाई सान्त्वना दिन्थे। तर ज्ञानुको मनमा जहिले यही प्रश्न थियो कि भावीले मेरो भाग्यमा केवल गरिबी मात्र लेखेको छ। ज्ञानुसँग एउटा यस्तो घटना घट्नेवाला छ जुन कुराको उसले अहिलेसम्म कल्पना गरेको छैन। ज्ञानु आफ्नो काम गरेर घर फर्किँदै थियो। बाटोमा गाउँका एकजना बुढा मानिस भेटिए। उनले ज्ञानुलाई भने, नानी तिमीलाई यो जीवनको अप्ठ्यारोबाट समाधान चाहिएको छ भने यो जंगलमा त्यो झरनाको छेउमा एकजना महात्मा बस्छन्। ती ज्ञानी महात्मा हुन्, उनले धेरैको जीवन बदलेका छन्। तिमी एकपल्ट उसँग गएर भेट। ज्ञानुको मनमा आशाको किरण पलायो। उसले सोच्यो यी महात्माले मेरो गरिबीको कारण बताउनेछन् र यसको समाधान पनि दिनेछन्। भोलिपल्ट बिहानै ऊ जंगलतिर गयो। जंगल निकै बाक्लो थियो। बाटोमा उसलाई डर पनि लागिरहेको थियो तर उसको गरिबी र उसको बाध्यताले ऊ अगाडि बढिरह्यो। केही घण्टा हिँडेपछि ऊ एउटा झरनाको छेउमा पुग्छ। त्यही झरनाको छेउमा एउटा रुख मुनि एकजना वृद्ध महात्मा आफ्नो ध्यानमा मग्न थिए। डराउँदै डराउँदै ज्ञानुले भन्यो, नमस्कार गुरुजी। महात्माले आँखा खोले र मधुर स्वरमा भन्नुभयो, आऊ बस, भन के समस्या छ। ज्ञानुको आँखामा आँसु थियो। उसले रुँदै रुँदै भन्छ, हे गुरु, म निकै गरिब छु। मेरो जीवनमा कहिले राम्रा दिनहरू आएन। सानैबाट लाचार भएर हुर्किए। मेरो भाग्य किन यस्तो छ? मैले के पाप गरेको थिएँ? के म कहिले सम्पन्नता देख्न पाउँदिन? म कहिले धनी बन्न सक्दिन? मेरा दिन कहिले फिर्दैनन्? ती महात्माले मुस्कुराउँदै भने, तिम्रो समस्याको समाधान तिमी भित्रै छ। गरिबी भाग्यको कुरा होइन, तिम्रो सोचको कुरा हो, कर्मको कुरा हो। म तिमीलाई जीवनका 5 वटा कुराहरू बताउन गइरहेको छु। तिमीले यी कुराहरूलाई राम्रोसँग बुझ्यौ भने र यसलाई अपनायौ र जीवनमा उतार्यौ भने तिमी यो 6 महिनाभित्र सम्पन्न हुनेछौ। तिम्रो भाग्य फेरिनेछ। ज्ञानुले भन्यो, ठिक छ महात्मा, म तयार छु। महात्माले भन्नुभयो, ठिक छ, मेरो कुरा अब तिमी ध्यानपूर्वक सुन। यो तिम्रो गरिबीबाट बाहिर निस्किने पहिलो उपाय हो। आफ्नो सोचलाई बदल, सोच परिवर्तन गर। जबसम्म तिमीले आफ्नो सोच बदल्दैनौ तिमीलाई संसारको कुनै ताकतले धनी बनाउन सक्दैन। ज्ञानु छक्क पर्यो र सोध्यो, महात्मा यो सोचलाई कसरी सोच बदल्न के गर्नुपर्छ? महात्माले बुझाउन थाल्नुभयो, प्राय गरिब मानिसहरू आफू कहिले धनी बन्न सक्दिन। मेरो भाग्यमा यस्तो छ, यो त भावीले लेखेको कुरा हो। मेरो भाग्यमा गरिबी नै रहेछ। यस्तै कुराहरू सोच्छन् तर यो कुरा सत्य होइन। गरिब मान्छेको र धनी मान्छेको सोच्ने तरिका फरक हुन्छ। धनी मानिसहरू अझ धनी बन्ने नयाँ नयाँ तरिकाहरू खोज्छन्, नयाँ नयाँ बाटोहरू खोज्छन्, आफ्नो मेहनतलाई सही दिशामा प्रयोग गर्छन् र उनीहरूले कहिले आफ्नो भाग्यलाई दोष दिँदैनन्, कर्ममा विश्वास राख्छन्। उनले थप्दै भने, तिमीले आफ्नो विचारलाई बदल्नुपर्छ। जब तिमीलाई कुनै नयाँ अवसर आउँछ त्यो अवसरलाई हातबाट उम्किन नदेऊ। सधैँ नयाँ नयाँ कुराहरू सिकिराख र आफ्नो सिपलाई बढाउँदै लैजाऊ। अब गुरुले दोस्रो कुरा भने, कुनै पनि कुराको जिम्मेवार बन र बहाना नबनाऊ। महात्माले भने, गरिब मानिसले सधैँ अरूलाई दोष दिन्छ, अरूको कारण यस्तो भएको। बुवा आमालाई, समाजलाई, भाग्यलाई, सरकारलाई, यसरी गरिब मानिसहरूले सधैँ अरूलाई दोष दिन्छन्, आफू जिम्मेवार बन्दैनन्। तर धनी मानिसहरू आफ्नो जिम्मेवारी आफै लिन्छन्। उनले उदाहरण दिँदै भने, यदि कुनै किसानले यसपालि राम्ररी घाम लागेन, हावा राम्ररी चलेन, तिम्रो बाली सप्रेन भन्दै अरूलाई दोष दियो भने ऊ कहिले सफल हुन सक्दैन। उसले नयाँ तरिका अपनायो, नयाँ प्रविधि प्रयोग गर्यो भने उसको उब्जनी धेरै हुन्छ। ज्ञानुले पनि महसुस गर्यो ऊ जहिले आफ्नो अवस्थाको लागि अरूलाई दोष दिने गर्थ्यो। अरूको कारणले गर्दा प्रगति नभएको ऊ अरूलाई दोष दिन्थ्यो। गुरुको कुराबाट उसले केही बुझ्ने मौका पायो। उसले कहिले आफैलाई बदल्ने कोसिस गरेन, उसले त भाग्यलाई दोष दिन्थ्यो। गुरुले भने, अब तेस्रो कुरा, रुपियाँ पैसा धनलाई राम्ररी सम्हाल्न सिक। धनी हुन नसक्नु एउटा गरिबले जति कमाउँछ त्यो सबै खर्च
खर्च गर्छ या अनावश्यक कुरामा फुर्मास गर्छन्। तर धनी मानिसहरू धनलाई लगानी गर्छन्, धनलाई लगानीमा उपयोग गर्छन्। पैसालाई बढाउने तरिका उनीहरूलाई राम्ररी थाहा छ। गुरुले बताए, तिमीले अलिअलि पैसा बचायौ भने र त्यसलाई सही ठाउँमा प्रयोग गर्यौ भने बिस्तारै बिस्तारै त्यो पैसा बढ्न थाल्छ। बचत गर्ने बानी बढ्छ र त्यसलाई लगानी गर्दा धन बढ्न थाल्छ। मेहनत त गर्नै पर्छ, साथसाथै अलिअलि बुद्धिमान पनि हुनुपर्छ। ज्ञानुले पनि केही भए पनि पैसा बचत गर्ने प्रण गर्छ। अब गुरुले थप्दै भन्नुभयो, अब चौथो कुरा सुन, नयाँ कुराहरू सिक। एउटा गरिब मानिसले जीवनभर एउटै कुरा गर्छ र ऊ गरिब नै रहन्छ। नयाँ नयाँ कुराहरू, नयाँ नयाँ उपायहरू, नयाँ नयाँ सिपहरू, नयाँ नयाँ ज्ञानहरू सिक्दै जानुपर्छ, थप्दै जानुपर्छ। धनी मानिसहरूले नयाँ नयाँ कुरा सिक्छन्, नयाँ बाटोहरू हेर्छन्, नयाँ तरिकाहरू पहिल्याउँछन्। गुरुले उदाहरण दिँदै भन्नुभयो, एउटा मजदुर मानिसले सधैँ मजदुरी गर्छ, उसले कहिले नयाँ कुरा सिक्दैन भने ऊ जीवनभर मजदुर नै रहन्छ। तर उसले कुनै नयाँ कुरा सिक्यो, नयाँ सिप सिक्यो, उसको आम्दानी बढ्छ। ज्ञानुले पनि म नयाँ कुरा सिक्छु, उसले मनमा नै विचार गर्यो। त्यही कुराबाट नयाँ कुरा सिकेर म मेरो कामलाई अझै राम्रो बनाउँछु। पाँचौं र महत्त्वपूर्ण कुरा बताउँदै गुरुले भन्नुभयो, मनमा धैर्य राख र अनुशासित बन्न सिक। धनी बन्नलाई धैर्यता चाहिन्छ र अनुशासन चाहिन्छ। सफलता भन्ने कुरा एक रातमा पाइँदैन, निरन्तर प्रयासबाट अलिअलि गरेर सफलता प्राप्त हुन्छ। गुरुले भने, सधैँ केही समय आफ्नो सिपलाई निखार्नमा लगाऊ र आफ्नो लक्ष्य के हो त्यसलाई सधैँ आफ्नो मनमा राख। त्यसपछि ज्ञानुले मनमा नै सोच्छ, अब म आफ्नो सोच बदल्नेछु अनि मेहनत गर्नेछु र रुपियाँ पैसालाई बचत गर्न सिक्नेछु, सही उपयोगमा ल्याउनेछु। केही समयपछि ज्ञानुले आफ्नो गाउँमा एउटा सानो व्यवसाय सुरु गर्छ। नयाँ नयाँ कुराहरू सिक्छ, नयाँ तरिकाहरू सिक्छ, नयाँ सिपहरू सिक्छ र जिम्मेवार बनेर अनुशासित भएर निरन्तर आफ्नो कर्ममा लागिरहन्छ। अब 6 महिनापछि उसको पहिलेको जीवन र अहिलेको जीवनमा धेरै परिवर्तन भइसकेको थियो। अब ऊ अहिले राम्रो अवस्थामा थियो। आफ्नै पसल अब मानिसहरूले उसको इज्जत गर्न थाले र बिस्तारै उसको गरिबी हराउँदै गइरहेको थियो। अब ज्ञानुले राम्ररी बुझिसकेको थियो, गरिबी कुनै श्राप होइन, यो भाग्यको खेल पनि होइन, एउटा सोच हो र त्यो सोचको परिणाम हो। यदि सोच बदल्न सकिन्छ भने भाग्य पनि बदल्न सकिन्छ। मानिस आफ्नो सोच, मेहनत, कर्म र अनुशासनले ऊ धनी बनिन्छ, भाग्यले होइन। यी 5वटा नियम हामीले पनि हाम्रो जीवनमा अपनाउन सक्यौं भने मेहनतले, लगनशीलताले धनी बनाउनेछ, सफल बनाउनेछ। हस् त आजलाई यति नै। यहाँलाई यो भिडियो कस्तो लाग्यो आशा गर्छु मन पर्यो होला। मन पर्यो भने एक लाइक गरिदिनुहोस् र सब्स्क्राइब नगरी हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। यति भन्दै आजको लागि बिदा हुन्छु। यहाँको समय सुन्दर बितोस्। नमस्ते। गरिब हुनु र धनी हुनु भाग्यको खेल हो कि कोही जन्मैबाट गरिब हुन्छ या उसको सोचले या उसको निर्णयले उसलाई गरिब बनाउँछ। मानिसहरूले आफ्नो गरिबीको दोष कि भगवानलाई दिन्छन् कि भाग्यलाई दिन्छन् कि साँच्चै भाग्यले सबै कुरा तय गर्छ। तपाईँ पनि यस्तै सोच्नुहुन्छ भने यो भिडियोले तपाईँको सोचलाई पुरै बदलिनेछ। आज म तपाईँलाई 5वटा त्यस्ता गोप्य कुराहरू बताउन गइरहेको छु जुन कुरालाई तपाईँले बुझ्नुभयो र आफ्नो जीवनमा लागू गर्नुभयो भने चाँडै तपाईँको जीवन बदलिनेछ। एउटा कुरा तपाईँले पक्का थाहा पाउनुहुनेछ, यो भिडियो हेरिसकेपछि तपाईँले भाग्यलाई, भगवानलाई वा आफ्नो कर्मलाई दोष दिनु हुने छैन। आफ्नो भाग्यको मालिक तपाईँ आफै कसरी बन्ने त्यो कुरा थाहा पाउनुहुनेछ। तपाईँ साँच्चै धनी बन्न चाहनुहुन्छ भने यो भिडियोलाई पुरै हेर्नुहोस्। एउटा सानो कथा भन्दैछु, ध्यानपूर्वक सुन्नुहोस्। ज्ञानु गाउँको एउटा सानो झुप्रोमा बस्थ्यो। उसले सानैबाट गरिबी देखेको थियो, अभाव देखेको थियो, गरिबीबाट लाचार थियो। उनका आमा बुबाले धेरै मेहनत गरे तर उनीहरूलाई भाग्यले कहिले साथ दिएन। जब ज्ञानु ठुलो भयो उसले पनि मजदुरी गर्यो, विभिन्न कामहरू गर्दै आफ्नो परिवारको पेट पाल्ने कोसिस गर्यो। जति नै मेहनत गरे पनि घरमा समृद्धि कहिले आएन। मेरो त भाग्य खराब छ, ज्ञानु यस्तै सोच्ने गर्थ्यो। जब ऊ दिनभरिको मेहनतबाट घर फर्किन्थ्यो उसको मनमा एउटै प्रश्न हुन्थ्यो, आखिर म यति अभावमा किन छु, यति गरिब किन छु, भगवानले मलाई मात्र किन यति गरिब बनाउनु भयो। यस्तै कुराहरू गर्दै आफैमा निराश हुने गर्थ्यो। जब राति पनि ऊ सुत्न भनी जान्थ्यो केवल ऊ आफ्नो दुर्भाग्य मात्र देख्ने गर्थ्यो। उसको यस्तो अवस्था देखेर गाउँका मानिसहरू उसको मजाक बनाउँथे, केही उसलाई सान्त्वना दिन्थे। तर ज्ञानुको मनमा जहिले यही प्रश्न थियो कि भावीले मेरो भाग्यमा केवल गरिबी मात्र लेखेको छ। ज्ञानुसँग एउटा यस्तो घटना घट्नेवाला छ जुन कुराको उसले अहिलेसम्म कल्पना गरेको छैन। ज्ञानु आफ्नो काम गरेर घर फर्किँदै थियो। बाटोमा गाउँका एकजना बुढा मानिस भेटिए। उनले ज्ञानुलाई भने, नानी तिमीलाई यो जीवनको अप्ठ्यारोबाट समाधान चाहिएको छ भने यो जंगलमा त्यो झरनाको छेउमा एकजना महात्मा बस्छन्। ती ज्ञानी महात्मा हुन्, उनले धेरैको जीवन बदलेका छन्। तिमी एकपल्ट उसँग गएर भेट। ज्ञानुको मनमा आशाको किरण पलायो। उसले सोच्यो यी महात्माले मेरो गरिबीको कारण बताउनेछन् र यसको समाधान पनि दिनेछन्। भोलिपल्ट बिहानै ऊ जंगलतिर गयो। जंगल निकै बाक्लो थियो। बाटोमा उसलाई डर पनि लागिरहेको थियो तर उसको गरिबी र उसको बाध्यताले ऊ अगाडि बढिरह्यो। केही घण्टा हिँडेपछि ऊ एउटा झरनाको छेउमा पुग्छ। त्यही झरनाको छेउमा एउटा रुख मुनि एकजना वृद्ध महात्मा आफ्नो ध्यानमा मग्न थिए।
डराउँदै डराउँदै ज्ञानुले भन्यो, नमस्कार गुरुजी। महात्माले आँखा खोले र मधुर स्वरमा भन्नुभयो, आऊ बस, भन के समस्या छ। ज्ञानुको आँखामा आँसु थियो। उसले रुँदै रुँदै भन्छ, हे गुरु, म निकै गरिब छु। मेरो जीवनमा कहिले राम्रा दिनहरू आएन। सानैबाट लाचार भएर हुर्किए। मेरो भाग्य किन यस्तो छ? मैले के पाप गरेको थिएँ? के म कहिले सम्पन्नता देख्न पाउँदिन? म कहिले धनी बन्न सक्दिन? मेरा दिन कहिले फिर्दैनन्? ती महात्माले मुस्कुराउँदै भने, तिम्रो समस्याको समाधान तिमी भित्रै छ। गरिबी भाग्यको कुरा होइन, तिम्रो सोचको कुरा हो, कर्मको कुरा हो। म तिमीलाई जीवनका 5वटा कुराहरू बताउन गइरहेको छु। तिमीले यी कुराहरूलाई राम्रोसँग बुझ्यौ भने र यसलाई अपनायौ र जीवनमा उतार्यौ भने तिमी यो 6 महिनाभित्र सम्पन्न हुनेछौ। तिम्रो भाग्य फेरिनेछ। ज्ञानुले भन्यो, ठिक छ महात्मा, म तयार छु। महात्माले भन्नुभयो, ठिक छ, मेरो कुरा अब तिमी ध्यानपूर्वक सुन। यो तिम्रो गरिबीबाट बाहिर निस्किने पहिलो उपाय हो। आफ्नो सोचलाई बदल, सोच परिवर्तन गर। जबसम्म तिमीले आफ्नो सोच बदल्दैनौ, तिमीलाई संसारको कुनै ताकतले धनी बनाउन सक्दैन। ज्ञानु छक्क पर्यो र सोध्यो, महात्मा, यो सोचलाई कसरी सोच बदल्न के गर्नुपर्छ? महात्माले बुझाउन थाल्नुभयो, प्राय गरिब मानिसहरू आफू कहिले धनी बन्न सक्दिन। मेरो भाग्यमा यस्तो छ, यो त भावीले लेखेको कुरा हो। मेरो भाग्यमा गरिबी नै रहेछ। यस्तै कुराहरू सोच्छन्, तर यो कुरा सत्य होइन। गरिब मान्छेको र धनी मान्छेको सोच्ने तरिका फरक हुन्छ। धनी मानिसहरू अझ धनी बन्ने नयाँ नयाँ तरिकाहरू खोज्छन्, नयाँ नयाँ बाटोहरू खोज्छन्, आफ्नो मेहनतलाई सही दिशामा प्रयोग गर्छन् र उनीहरूले कहिले आफ्नो भाग्यलाई दोष दिँदैनन्, कर्ममा विश्वास राख्छन्। उनले थप्दै भने, तिमीले आफ्नो विचारलाई बदल्नुपर्छ। जब तिमीलाई कुनै नयाँ अवसर आउँछ, त्यो अवसरलाई हातबाट उम्किन नदेऊ। सधैँ नयाँ नयाँ कुराहरू सिकिराख र आफ्नो सिपलाई बढाउँदै लैजाऊ। अब गुरुले दोस्रो कुरा भने, कुनै पनि कुराको जिम्मेवार बन र बहाना नबनाऊ। महात्माले भने, गरिब मानिसले सधैँ अरूलाई दोष दिन्छ। अरूको कारण यस्तो भएको, बुवा आमालाई, समाजलाई, भाग्यलाई, सरकारलाई। यसरी गरिब मानिसहरूले सधैँ अरूलाई दोष दिन्छन्, आफू जिम्मेवार बन्दैनन्। तर धनी मानिसहरू आफ्नो जिम्मेवारी आफै लिन्छन्। उनले उदाहरण दिँदै भने, यदि कुनै किसानले यसपालि राम्ररी घाम लागेन, हावा राम्ररी चलेन, तिम्रो बाली सप्रेन भन्दै अरूलाई दोष दियो भने ऊ कहिले सफल हुन सक्दैन। उसले नयाँ तरिका अपनायो, नयाँ प्रविधि प्रयोग गर्यो भने उसको उब्जनी धेरै हुन्छ। ज्ञानुले पनि महसुस गर्यो, ऊ जहिले आफ्नो अवस्थाको लागि अरूलाई दोष दिने गर्थ्यो। अरूको कारणले गर्दा प्रगति नभएको ऊ अरूलाई दोष दिन्थ्यो। गुरुको कुराबाट उसले केही बुझ्ने मौका पायो। उसले कहिले आफैलाई बदल्ने कोसिस गरेन, उसले त भाग्यलाई दोष दिन्थ्यो। गुरुले भने, अब तेस्रो कुरा, रुपियाँ पैसा धनलाई राम्ररी सम्हाल्न सिक। धनी हुन नसक्नु एउटा गरिबले जति कमाउँछ त्यो सबै खर्च गर्छ या अनावश्यक कुरामा फुर्मास गर्छन्। तर धनी मानिसहरू धनलाई लगानी गर्छन्, धनलाई लगानीमा उपयोग गर्छन्। पैसालाई बढाउने तरिका उनीहरूलाई राम्ररी थाहा छ। गुरुले बताए, तिमीले अलिअलि पैसा बचायौ भने र त्यसलाई सही ठाउँमा प्रयोग गर्यौ भने बिस्तारै बिस्तारै त्यो पैसा बढ्न थाल्छ। बचत गर्ने बानी बढ्छ र त्यसलाई लगानी गर्दा धन बढ्न थाल्छ। मेहनत त गर्नै पर्छ, साथसाथै अलिअलि बुद्धिमान पनि हुनुपर्छ। ज्ञानुले पनि केही भए पनि पैसा बचत गर्ने प्रण गर्छ। अब गुरुले थप्दै भन्नुभयो, अब चौथो कुरा सुन, नयाँ कुराहरू सिक। एउटा गरिब मानिसले जीवनभर एउटै कुरा गर्छ र ऊ गरिब नै रहन्छ। नयाँ नयाँ कुराहरू, नयाँ नयाँ उपायहरू, नयाँ नयाँ सिपहरू, नयाँ नयाँ ज्ञानहरू सिक्दै जानुपर्छ, थप्दै जानुपर्छ। धनी मानिसहरूले नयाँ नयाँ कुरा सिक्छन्, नयाँ बाटोहरू हेर्छन्, नयाँ तरिकाहरू पहिल्याउँछन्। गुरुले उदाहरण दिँदै भन्नुभयो, एउटा मजदुर मानिसले सधैँ मजदुरी गर्छ, उसले कहिले नयाँ कुरा सिक्दैन भने ऊ जीवनभर मजदुर नै रहन्छ। तर उसले कुनै नयाँ कुरा सिक्यो, नयाँ सिप सिक्यो, उसको आम्दानी बढ्छ। ज्ञानुले पनि म नयाँ कुरा सिक्छु, उसले मनमा नै विचार गर्यो। त्यही कुराबाट नयाँ कुरा सिकेर म मेरो कामलाई अझै राम्रो बनाउँछु। पाँचौं र महत्त्वपूर्ण कुरा बताउँदै गुरुले भन्नुभयो, मनमा धैर्य राख र अनुशासित बन्न सिक। धनी बन्नलाई धैर्यता चाहिन्छ र अनुशासन चाहिन्छ। सफलता भन्ने कुरा एक रातमा पाइँदैन, निरन्तर प्रयासबाट अलिअलि गरेर सफलता प्राप्त हुन्छ। गुरुले भने, सधैँ केही समय आफ्नो सिपलाई निखार्नमा लगाऊ र आफ्नो लक्ष्य के हो त्यसलाई सधैँ आफ्नो मनमा राख। त्यसपछि ज्ञानुले मनमा नै सोच्छ, अब म आफ्नो सोच बदल्नेछु अनि मेहनत गर्नेछु र रुपियाँ पैसालाई बचत गर्न सिक्नेछु, सही उपयोगमा ल्याउनेछु। केही समयपछि ज्ञानुले आफ्नो गाउँमा एउटा सानो व्यवसाय सुरु गर्छ। नयाँ नयाँ कुराहरू सिक्छ, नयाँ तरिकाहरू सिक्छ, नयाँ सिपहरू सिक्छ र जिम्मेवार बनेर अनुशासित भएर निरन्तर आफ्नो कर्ममा लागिरहन्छ। अब 6 महिनापछि उसको पहिलेको जीवन र अहिलेको जीवनमा धेरै परिवर्तन भइसकेको थियो। अब ऊ अहिले राम्रो अवस्थामा थियो। आफ्नै पसल अब मानिसहरूले उसको इज्जत गर्न थाले र बिस्तारै उसको गरिबी हराउँदै गइरहेको थियो। अब ज्ञानुले राम्ररी बुझिसकेको थियो, गरिबी कुनै श्राप होइन, यो भाग्यको खेल पनि होइन, एउटा सोच हो र त्यो सोचको परिणाम हो। यदि सोच बदल्न सकिन्छ भने भाग्य पनि बदल्न सकिन्छ। मानिस आफ्नो सोच, मेहनत, कर्म र अनुशासनले ऊ धनी बनिन्छ, भाग्यले होइन।
यी 5वटा नियम हामीले पनि हाम्रो जीवनमा अपनाउन सक्यौं भने मेहनतले लगनशीलताले धनी बनाउनेछ, सफल बनाउनेछ। हस् त आजलाई यति नै। यहाँलाई यो भिडियो कस्तो लाग्यो आशा गर्छु मन पर्यो होला। मन पर्यो भने एक लाइक गरिदिनुहोस् र सब्स्क्राइब नगरी हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। यति भन्दै आजको लागि बिदा हुन्छु। यहाँको समय सुन्दर बितोस्। नमस्ते।